आजको यो भिडियोमा म तपाईहरुलाई भन्छु कि युट्युब च्यानल कसरी सेटअप गर्ने। युट्युब च्यानल तपाईले क्रिएट गरिसक्नुभयो, बनाइसक्नुभयो, तर तपाईको युट्युब च्यानल सर्च रिजल्टमा आउँदैन भने तपाईले अब कसरी तपाईको युट्युब च्यानललाई सर्च रिजल्टमा ल्याउने, यो तपाईको युट्युब च्यानलमा ट्याग्स कसरी लगाउने, डिस्क्रिप्सन कसरी लगाउने, ह्याशट्याग कसरी लगाउने, म ए टु जेड भन्नेछु यो भिडियोमा। भिडियोलाई स्किप नगर्नु होला, किनकि युट्युबमा भिडियो अपलोड गर्दाखेरि युट्युबको भिडियोमा मात्रै ट्याग्स, डिस्क्रिप्सन, ह्याशट्याग लगाइदैन। किनकि युट्युब च्यानलमा नि ह्याशट्याग, ट्याग्स, डिस्क्रिप्सन लगाउनु पर्ने हुन्छ। तपाईले मिसिङ गर्नुभएको छ भने चाहिँ तपाईको युट्युब च्यानल बुस्ट हुँदैन। क्याटेगोरी चुज गर्नुभएको छ कि छैन, तपाईको युट्युब च्यानलमा ह्याशट्याग लगाउनु भएको छ कि छैन, ट्याग्स लगाउनु भएको छ कि छैन, त्यो सबै कुरा जरुरी छ। ओके, विदाउट वेस्टिङ एनी टाइम लेट गेट स्टार्ट। म तपाईलाई मेरो मोबाइलको स्क्रिनमा लिएर जान्छु, म तपाईलाई स्टेप बाइ स्टेप सिकाउँछु। भिडियोलाई स्किप नगर्नु होला। ओके, लेट गेट स्टार्ट। ओके, म मोबाइलको स्क्रिनमा आइसकेको छु। सबैभन्दा पहिला तपाईले आफ्नो युट्युब च्यानललाई कस्टमाइज गर्नको लागि सबैभन्दा पहिला आफ्नो क्रोम ब्राउजरलाई ओपन गर्नुस्। क्रोम ब्राउजरलाई ओपन गरिसकेपछि तपाई यहाँ सर्च गर्नुस् studio.youtube.com सर्च गर्नुस्। studio.youtube सर्च गरिसकेपछि तपाईको यस्तो इन्टरफेस आउँछ। अनि देन तपाईहरु यसमा ट्याप गर्नुस् कि युट्युबमा ट्याप गर्नुस्। युट्युबमा ट्याप गर्नुस्। युट्युबमा ट्याप गरिसकेपछि तपाईको युट्युब च्यानलको यस्तो इन्टरफेस आउँछ। यहाँ तपाईले केही पनि गर्नु पर्दैन। सबैभन्दा पहिला तपाईले यसलाई जुम गर्नुस्। जुम गरेर लेफ्ट साइडको कर्नरमा तपाईले सेटिङको आइकन देख्न सक्नुहुन्छ। यो सेटिङमा क्लिक गर्नुस्। सेटिङमा क्लिक गरिसकेपछि तपाईले यहाँ जेनरलमा केही पनि क्लिक नगर्नुस्। सबैभन्दा पहिला तपाईले च्यानलमा क्लिक गर्नुस्। च्यानलमा क्लिक गरिसकेपछि सबैभन्दा तपाईको युट्युब च्यानलको सर्च रिजल्टमा ल्याउनलाई मेन रोल तपाईको यहाँ किवर्ड हो। किवर्ड तपाईले कस्तो किसिमको किवर्ड हाल्नुभयो, किवर्ड कस्तो किसिमको हाल्ले भन्दाखेरि जस्तै अहिले तपाईको च्यानल सपोज मान्लियौ मेरो च्यानलको नाम रमेश छ, रमेश साई छ। मैले एक किवर्ड हाले, एउटा किवर्ड भयो। अब मलाई मान्छेहरुले कस्तो तरिकाले सर्च गर्छन् त? कसैले रमेश मात्रै सर्च गर्लान्, दुईटा किवर्ड भयो। कसैले साई मात्रै सर्च गर्लान्, तीनटा किवर्ड भयो। यो किवर्ड किन हालिने हो भनेपछि मलाई मान्छेले कस्तो तरिकाले सर्च गरेर हेर्छन् त, जस्तो तरिकाले सर्च गरे नि मेरो च्यानल सबैभन्दा फर्स्टमा भेटियोस्। किवर्डको रोल भनेको त्यो हो है। यसरी किवर्ड हालेर तपाईले 15-20 वटा किवर्ड हालेर मान्छेले तपाईहरुलाई कुन नाममा सर्च गर्दा नि तपाईको च्यानल सजिलै भेटियोस् त्यो हिसाबले हालेर तपाई यसलाई सेभ गर्न सक्नुहुन्छ है। मजा आउनुस्। एडभान्स सेटिङमा तपाईले केही पनि गर्नु पर्दैन। यहाँ छ तपाईले सिम्पल फिचर एलिजिबिलिटी। फिचर एलिजिबिलिटीमा यो फर्स्ट वाला अलरेडी इनेबल हुन्छ, सेकेन्ड वाला अलरेडी इनेबल हुन्छ, थर्ड वाला तपाईले इनेबल गर्नुपर्छ है। तपाईले थर्ड वाला किन इनेबल गर्नुपर्छ भन्दाखेरि तपाईले डेली भिडियो अपलोड गर्नको लागि, लाइभ स्ट्रिम गर्नको लागि, अनि तपाईको च्यानल मोनेटाइज गर्नको लागि यो थर्ड वाला चाहिँ इलिजिबल हुनुपर्ने हुन्छ है। इलिजिबल गर्नलाई सबैभन्दा एक्सेस फिचरमा के छ भन्दाखेरि सबैभन्दा पहिला यसलाई इलिजिबल गर्नलाई टेक अ 6 सेकेन्ड भिडियो अफ योर सेल्फ। तपाईको 6 सेकेन्डको भिडियो, जस्तै बायोमेट्रिक टाइपको 6 सेकेन्डको भिडियो सेल्फी टाइपको यहाँ माग्छ, त्यहाँ क्लिक गर्नुभयो भने त्यो हाल्नुभयो भने तपाईको यो एक्सेस फिचर इलिजिबल हुन्छ। अनि टेक अ फोटो अफ योर आइडी, तपाईको आइडी को फोटो हाल्नुभयो भने नि तपाईको यो फिचर इलिजिबल हुन्छ। अनि ब्याक आउनु, ब्याक आएर फेरि सेटिङमा क्लिक गर्नु। सेटिङमा क्लिक गरी अपलोड डिफल्टमा क्लिक गर्नुस्। अपलोड डिफल्टमा क्लिक गरिसकेपछि यहाँ हेर्नु अब मेन कुरो भनेको अपलोड डिफल्टमा तपाईहरु सबैभन्दा टाइटल लेख्नुस्। तपाईको युट्युब च्यानलले रिलेटेड टाइटल लेख्नुस्। तपाईको च्यानलले रिलेटेड तपाईले डिस्क्रिप्सन लेख्नुस्। मानौँ कि अहिले म कमेडी भिडियो अपलोड गर्छु, त्यही हिसाबले मैले टाइटल लेख्छु, त्यही हिसाबले मैले डिस्क्रिप्सन लेख्छु। यानी कि टाइटल तपाईको टाइटल नलेख्दा नै हुन्छ, टाइटल अटोमेटिक आउँछ त्यहाँ। टाइटल नलेख्दा नै हुन्छ, तपाईले कुन भिडियो हाल्नुहुन्छ त्यो अनुसारको टाइटल चाहिँ लेख्ने हो है। अहिले त किनकि तपाईहरु तपाईहरुले भिडियो अपलोड गर्नुभयो हैन, टाइटल जरुरी छैन। डिस्क्रिप्सन त तपाईले लेख्नुस् है। डिस्क्रिप्सन कसरी लेख्ने म तपाईलाई भनिदिन्छु। तपाईको कमेडी भिडियो छ भने चाहिँ त्यही अनुसारले तपाईले एआईले दिनुभयो भने एआईले अटोमेटिक डिस्क्रिप्सन लेख्छ है। डिस्क्रिप्सनमा तपाईले ह्याशट्याग नि युज गर्न पाउनुहुन्छ, यानी कि ट्याग नि युज गर्न पाउनुहुन्छ है। तपाईले यहाँ के छ भिजिबिलिटी छ। भिजिबिलिटीमा तपाईले अनलिस्ट नै राख्नु होला, किनकि तपाईको पोस्ट अपलोड गर्दाखेरि डाइरेक्ट पब्लिक नहोस्, अनलिस्ट होस्। अनलिस्ट गरेर तपाईले पछि गएर वाइट स्टुडियोमा कस्टमाइज गरेर पब्लिक गर्ने हो है। अनि यहाँ छ तपाईको ट्याग हेर्नु, मेन कुरा ट्याग हेर्नु। तपाईको यो तपाईको तपाई कुन चाहिँ क्याटेगोरीमा भिडियो अपलोड गर्न चाहनुहुन्छ त्यो क्याटेगोरी अनुसारको यहाँ ट्याग लेख्नु होला है। ट्याग
कस्तो भन्दाखेरि म तपाईँलाई म इक्जाम्पलको लागि सम्झाइदिउँ। अब जस्तै म कमेडी भिडियो अपलोड गर्छु होइन, अब म यहाँ कमेडी हाल्छु, कमेडी हालेँ होइन, एक ट्याग भयो है। अब म कमेडी भिडियो भन्दा नि अरू हाल्छु, कस्तो भन्दाखेरि डान्सिङ भिडियो, कहिलेकाहीँ म डान्सिङ नि हाल्छु नि, डान्सिङ भिडियो नि हाल्छु है। अनि म कहिलेकाहीँ कुकिङ भिडियो नि हाल्छु है, कुकिङ भिडियो नि हाल्छु है। हो यो हो ट्याग्सको रोल्स भनेको यो है, यसरी हाल्ने, यसरी हालेर अनि सेभ गराइदिने, यहाँ राइट कर्नरमा छ सेभ गराइदिने। अनि यति गर्नुभयो भने चाहिँ फेरि यहाँ के आउँछ भने फेरि एडभान्स सेटिङमा आउँछ है। एडभान्स सेटिङ आइसक्यो भने चाहिँ सबैभन्दा पहिला मेन कुरो भनेको तपाईँले जानिराख्नुपर्ने भनेको यहाँ छ केटागोरीमा तपाईँले चुज गर्नुपर्ने हुन्छ कुन चाहिँ केटागोरीको है। नोन छ भने नोन, अटो भेहिकल्स, कमेडी, एजुकेसन छ, इन्टरटेनमेन्ट छ, फिल्म एनिमेसन्स, गेमिङ, सबै केटागोरी चाहिँ छ है। किनकि मेरो अहिले तपाईँ तपाईँ म्युजिक गर्नुहुन्छ भने म्युजिक राख्न सक्नुहुन्छ, अनि तपाईँ एजुकेसनको भिडियो अपलोड गर्नुहुन्छ एजुकेसनको राख्न चाहनुहुन्छ, तपाईँ इन्टरटेनमेन्ट गराउन चाहनुहुन्छ भने तपाईँ इन्टरटेनमेन्ट, तपाईँ फिल्म एन्ड एनिमेसन गर्न चाहनुहुन्छ, फिल्म एन्ड एनिमेसन राख्न चाहनुहुन्छ, अनि तपाईँ अटो एन्ड भेहिकल्सको भिडियो अपलोड गर्न चाहनुहुन्छ भने अटो एन्ड भेहिकल्स, जस्तै साइन्स एन्ड टेक्नोलोजी सम्बन्धी, स्पोर्ट्स सम्बन्धी, तपाईँले त्यो अनुसारको चाहिँ केटागोरी चुज गर्नु है। केटागोरी भनेको मेन रोल हो है तपाईँको युट्युब च्यानल बुस्ट गर्नलाई। किनकि युट्युबलाई थाहै हुन्न कि तपाईँको भिडियोलाई कुन चाहिँ केटागोरीको अडियन्ससँग पुर्याउने भनेर युट्युबलाई थाहा हुन्न। तपाईँको केटागोरी अनुसार युट्युबले के गर्छ, तपाईँको त्यो भिडियोलाई त्यो केटागोरीसम्मको मान्छेसम्म पुर्याइदिन्छ है। केटागोरी भनेको मेन चिज हो। मेरो यहाँ के छ, पिपुलेन्स ब्लग छ, ठिक छ, केही छैन। अनि त्यसपछि तपाईँको भिडियो ल्याङ्ग्वेज कुन चाहिँ हो, भिडियो ल्याङ्ग्वेज सबैभन्दा पहिला भिडियो ल्याङ्ग्वेज मेरो नेपाली छ त म नेपाली सिलेक्ट गर्छु। अहिले हिन्दी नै छ, हिन्दी नै रहनिदिउँ। अनि टाइटल एन्ड डिस्क्रिप्सन ल्याङ्ग्वेज के हो तपाईँको, टाइटल भनेको तपाईँ जुन भिडियो अपलोड गर्दाखेरि टाइटल के लेख्नुहुन्छ भिडियोमा। जस्तै मैले कमेडी भिडियो अपलोड गरेँ, जस्तै कसरी लेख्छ आजको कमेडी भिडियो भनेर अपलोड गर्छ, हो त्यो टाइटल कुन चाहिँ ल्याङ्ग्वेजमा छ, तपाईँ नेपाली ल्याङ्ग्वेजमा छ भने नेपाली ल्याङ्ग्वेजमा गर्नुहोस् है। अनि त्यसपछि कमेन्ट छ, कमेन्ट तपाईँको अन नै हुन्दिनु है, कमेन्ट अन नै हुन्दिनु। अनि त्यसपछि फेरि च्यानलमा क्लिक गर्नुहोस्। च्यानलमा क्लिक गरिसकेपछि बेसिक इन्फर्मेसनमा कन्ट्री अफ रेसिडेन्स छ, सिलेक्ट तपाईँले चुज गर्न सक्नुहुन्छ, नगर्दा नि हुन्छ है। अनि यति सेटिङ तपाईँहरूले गरिसक्नु भयो भने चाहिँ तपाईँको च्यानल एकदम कस्टमाइज, एकदम पर्फेक्ट भयो है। अनि यति गरिसकेपछि अरू केही नै गर्नु पर्दैन, तपाईँ भिडियो हाल्नलाई रेडी हुनुहुन्छ। यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने यानि कि युट्युब च्यानलमा हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु, यानि कि फेसबुकमा हेर्दै हुनुहुन्छ भने फलो गर्न नबिर्सिनु। ओके, बाई बाई।